लाइक कमेन्ट शेयर ल साथीहरु सबैलाई नमस्कार है। नमस्कार ल हिजो झन् पेट्रोल बढाउने भनेर पुरा पेट्रोल नदिरहेको लास्टमा पेट्रोल बढाएन हैन लास्टमा आज त दिनु परिरहेको पेट्रोल क्या पेट्रोल। हेलो गाइज फेरि पनि सबैजनालाई एसपिआई ब्लगमा स्वागत छ। तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला है। म पनि ठिकै छु गाइज हैन। के को जाम परिरहेको जस्तो आमा हैट साथीहरु जाम त के हो तल्लो बाटो पुरै बन्द गर्ने जस्तो भइरहेको छ है। यस्तो जाम त पर्नु पर्ने दिउँसो मात्रै त हेर्न हैट बाटो फेरि यस्तै छ गाइज हैन खाल्टा खुल्टी। त्यही हो साथीहरु इन्डिया गराउन लास्टै गाह्रो भइरहेछ है। अब के गर्नु अब तेल 219 पुगिसकेछ अहिले अब अझै पनि बढ्ने कुरा छ। अब के गर्नु अब तेल यत्रो भइरहेछ हैन। इन्डिया पनि हाम्रो यस्तो हेपिरहेछ यस्तो पेलिरहेछ पोखराको राइडर्सलाई है। के भइरहेछ भन्नुहुन्छ नि पहिला 66 थियो स्टार्टिङ प्राइस हैन। अहिले चाहिँ बिचमा फेरि अब तेल बढ्दै पनि त्यसले 60 बनाइदियो घटाएर अहिले चाहिँ 57 बनाइदिइराख्यो के। यति समय हेपेछ हैन। अब त्यो सब कसरी हुन्छ के हुन्छ अब सबैबाट हामी चाहिँ यो विदेशी एप्स हुँदैन अब हामी चाहिँ नेपाली एप्स चलाउँ हैन। अब नेपालको पैसा नेपालमै युज गरौँ भन्ने कुरा चाहिँ अब राइडरको पनि अब सबैको धारणा अब त्यही छ हैन। सरकारले अब यसमा चाहिँ ध्यान जाओस् भन्न चाहन्छु म चाहिँ सरकारको। हेलो म मनपाल आउँदैछु आइसकेँ गाइज। अब यहाँ साथीहरूले फेरि फोन गरिसक्यो मलाई हैन। म पनि आइसकेँ अब मणिपालको यो चाहिँ उस देख्नुभयो यो चाहिँ होस्टेल यसलाई के भन्छ यसलाई अपार्टमेन्ट भन्छ यसलाई अलि नयाँ त्यो दामी छ हेर्नु न आमामा है। आमा ल हाम्रो राइडर्स ग्रुपहरू आइसकेका छन् केटाहरू टक्का लाएर हैन। अब भेट्दिनु खासै धेरै त आएको रहेछन् साथीहरू। बल्ल के छ दाइ कता राख्ने यार उयो त राख्नु पर्यो शीतलमा के छ पोलो चालेको भिडियो भाइरल भयो है। के हो पोलो चालेको भिडियो कहाँ हेर्नु भएन 100K पुगिसक्यो। के छ दाइ एसबिआई भलगलाई केही भन्दिन पर्यो ल। सपोर्ट गर्नु होला सबले अनसब्स्क्राइब हान्छ सबैले सब्स्क्राइब हान्दिनु पर्यो बिचरा उहाँ 25 29 चाहिँ सब्स्क्राइबर लिएर बसेको छ। यो त अति भयो नारायण थालबाट निस्किन्छ है फेरि। सबिन दाइ के भन्दिन पर्यो सब्स्क्राइब भन्दिनु पर्यो माया गरिदिनु पर्यो ल। अनि 97 रुपैयाँको फेयरवेल त कतिको मजा आयो अहिले। मजा आएन 219 को तेल अनि अब के भनिदिनु पर्यो साथीहरु ल। 219 को हैन हिजो झन् पेट्रोल बढाउने भनेर पुरा पेट्रोल नदिरहेको लास्टमा पेट्रोल बढाएन हैन लास्टमा आज त दिनु परिरहेको पेट्रोल क्या पेट्रोल पम्पहरु कस्तो साथी केही भनिदिनु त ल। हिजो के 6 बजे नै सब्स्क्राइब गर्दिनु होला त्यही हो अहिले इन्ड्राइभ गर्दा कस्तो फिल भइरहेको राम सर ल। म त इन्ड्राइभ नि गरेको छैन तेल नि खर्च भएको छैन घाटा नि भएको छैन एकदम चिलमा छु। राइडै गरे हैन एकदम चिलमा छु घरमा ट्याक्क हुक्का तान्दै बस्दै गरेछु त्यही हो। तर त्यो सहयोग जति ग्रुपले उठाए पनि त्यो सहयोग पब्लिक भएन किन भएन नि त भन्ने विषयहरू पनि हुनु पर्यो नि त। 300 रुपैयाँ तिरेको दाइ के पनि फाइदा भएन भन्छ तिमीलाई के भएछ भएन पारदर्शी तरिका तिमीले के हिसाब किताब बुझेन ल ठिक छ। त्यो पैसा हामीले महिना 70,000 सँग उठाएको भनी त्यो 70,000 उठाएपछि ग्रुपमा आयो साथीहरूले यस्तो यस्तो भयो उस्तो भयो भन्यो ल 2000 को चिट काट्यो फल्नालाई यति काट्यो फल्नालाई यति भयो भन्यो। त्यो साथीहरू सबैलाई नमस्कार है। नमस्कार ल। आजको विषय भनेको हाम्रो युनिट राइट्स ग्रुप युनिट राइट पोखरा है युनाइटेड हो होइन यार यहाँ होइन हामीले लेखेको युनिट हो कि खास ल ठिक छ ल युनाइटेड राइट्स ग्रुप हो हाम्रो है राइट्स पोखरा है खास युनाइटेड राइट्स पोखरा यो भनेको हाम्रो एउटा टिम हामीले यसमा के गर्छौँ भन्ने एउटा छाता सङ्गठन जस्तो के गराउनको लागि यो पहल मैले 1 वर्षदेखि नै साथीहरूलाई चाहिँ मैले घचघचाइरहेको थिएँ। 2-4 जना मेरा भाइहरूले सपोर्ट गरेर यो टिममा यतिजना साथीहरू लगभग हामी 40 देखि 60-70 जना चाहिँ हाम्रो साथीहरू जोडिनु भएको छ। यसमा सबैलाई नमस्कार।
हाम्रो विषय के छ भने यसमा हामी जति पनि राइडरहरू छरिएर रहेका छन् तिनलाई चाहिँ एक ढिक्का एक सङ्गठन र हामी जहिले पनि पिँढी जहिले पनि हेपा तरिकाले हामी नजाउँ। के भन्नुहुन्छ कुनै पोस्टमा बस्नु पर्ला दाइ ल टक्का हाम्रो पोखराको राइडर खपाउँदीमा मैले चाहिँ नि अफलाइन पनि होइन केही पनि होइन, मैले अनलाइन बोकेर गएको मान्छेलाई होइन पेसेन्जरले मलाई यस्तो पेसेन्जरको मान्छेले भनौँ न उसको आफन्तले म माथि आक्रमण गर्ने भन्दा त मलाई त सोचेको हुँदैन नि त। हामी त सकुशल एकदम जुन स्टेसनमा छोड्ने त्यो स्टेसन हाम्रो त दायित्व छोड्नुको लागि पेसेन्जरलाई हो कि होइन सुरक्षित ढङ्गले त्यो ठाउँमा गएर मलाई चाहिँ खुकुरी आक्रमण हुन्छ भने अरू राइडरहरूलाई पर्छ पर्दैन यस्तै अरू राइडरहरूमा पनि यसरी पर्छ र डराउँछ भनेर मैले चाहिँ नि ती व्यक्तिलाई मैले अहिले मुद्दा हालेर राखेको छ। हामी मुद्दा चलिराखेको छ। त्यो त अपडेट नि गराउनु न त आज के भयो मुद्दाको चाहिँ के मुद्दा चाहिँ नि हाम्रो सर्वप्रथम त के हुँदो रहेछ नि मुद्दामा प्रथममा चाहिँ नि हामीले के गर्दो रहेछ भने एउटा सिफारिस बनाउँदो रहेछ जाहेरी भनौँ है जाहेरी, त्यसपछि सिलबन्दी प्रमाण 3 जना 4 जना प्रमाण सहित त्यो चाहिँ नि त्यो फेरि दोस्रोपल्ट त्यो पेच्दो रहेछ। ती सबै कुराहरू र उसले युज गरेका हात हतियारलाई संरक्षण गरेर त्यो चाहिँ नि सिडिओ कार्यालयमा चाहिँ नि पठाउँदो रहेछ। जब सिडिओ कार्यालयमा पठाइसकेपछि सिडिओ कार्यालयबाट फेरि एउटा बक्स पत्र भन्छ, त्यो के कसो हो थाहा छैन। जब मलाई फोन आउँछ र म साथीसहित लिएर गइसकेपछि त्यो बक्स पत्रले के बहस गर्दो रहेछ त भन्ने को बेलामा म चाहिँ नि त्यो बेलामा म फेरि तपाईँहरू सामु फेरि बोल्नेछु म खुल्ला आम तरिकाले। कोही राइडरहरू पनि यसरी नजोगोस् भनेर म एक्लै लडेको छु त्यहाँ होइन, लडिरहेको छु मुद्दा। त्यसलाई कहाँसम्म पुर्याउनु पर्ने हो म पुर्याएर छोड्छु, त्यो कानुनले कहाँसम्म भेट्छ त्यहाँसम्म उसलाई म पुर्याउँछु। एकअर्कामा हुन्छ राइडर हो हामी, त्यो ट्याक्सी जस्तो हामीले चाहिँ झोला तान्न जाने ल मेरोमा चर भनेर बार्गेनिङ गर्ने हामी होइन। अलि मलाई के लाग्छ भने राइडरको उसमा के छ भने एकदम हरेक कुराहरू फियर छ कि होइन। हामी जहाँ जुन हालतमा जस्तो हालतमा भयो नि हामी जहाँ पनि जान्छौँ साथीसँगीलाई देखेपछि कोही लडेको कोही पढेको देख्यो भने हाम्रो मनै मान्दैन, हामी अलरेडी उठाउँ। हामी चाहिँ सङ्गठनलाई हो उहाँ गएर उसलाई फोन गरेर आउँदाखेरि लेट हुन्छ। हामी जहाँ पनि हुन्छौँ, एउटा नारायण ग्रुप छ, फुलबारी छ, हरेक ठाउँ, तर त्यो एउटा ग्रुप नजिक भन्ने मात्रै छुट्टाएको, तर हामी एउटै हो काम गर्ने, पेसा एउटै हो, काम एउटै हो, चल्ने तरिका एउटै हो होइन। हामी कस्तो लाग्छ भने मलाई पोखरामा हाम्रो एउटै होस् होइन, एउटै होस्। यो नै कि म त्यो ग्रुपको त्यो ग्रुपको द्याट्स नट गुड। यो तरिकाले हामी चल्न सक्दैन मलाई लाग्छ, किनकि हामी एउटै हो। सिर्फ हामीलाई यो नजिक बस्नलाई सहज होस् भन्ने तरिकाले अलि नजिक आफ्नो पाइ जहाँ पर्छ त्यहाँ बसिन्छ, त्यो ठुलो कुरो होइन। नत्र जहाँ पनि गइन्छ अब यतिमा चिन्यो, कहीँ कसैसँग डिस्कस गरेर भने मेरो मनले मान्छ र प्यासेन्जरलाई रोकेर म प्यासेन्जरसँग झरेर के हो भनेर गइहाल्छु होइन। त्यही भएर हामी एकअर्कालाई चिन्न जान्न एकदम जरुरी छ। र हामी अब चाहिँ अगाडि कसरी चल्ने, अब इनड्राइभले अब यस्तो हालत बनाइसक्यो होइन, अब चाहिँ होला अब अगाडि के हुन्छ भन्ने कुरोहरू अब समयले सबै कुरा बतान्छ होइन। अब इनड्राइभले पनि केही उ गर्ला, अब राइडरहरू कति ब्याग भइसक्यो होइन, अब कति अब घरमै बसिरहेछन् गरिरहेको छैनन् होइन। त्यो इनड्राइभले पनि केही न केही त डिसिजन दिएला नि त होइन, के भयो कसो भयो भन्ने कुरोहरू थाहा होला होइन। नत्र भोलि गएर अब फेरि आफ्नै हिसाबले अब चाहिँ कुन आउँछ के आउँछ भन्ने कुरा नि होला फेरि होइन। सजिलो लिएर चलाउन नि सकिन्छ, तर मेन मान्छे पक्रिनु पर्यो, त्योसँग नि कुरा गर्नु पर्यो, हरेक कुराहरू हुनु पर्यो होइन। सजिलोको लागि यस्तो छ, अब हामीले ड्राइभरले मात्र चलाएर हुँदैन कि प्यासेन्जरले अब सजिलो चलाउँछ अनि हामी इनड्राइभ किन चलाउँछ र होइन। त्यसको लागि त अब चाहिँ भनौँ न अब एउटा यहाँ पनि हाम्रो अब कोही छ नि, अब कोही बोल्ने अलिक प्रमुख मान्छे होस्, उसले चाहिँ ल तपाईँको एप्सलाई हामी यहाँ भित्राउँछौँ, एडभर्टाइज गर्छौँ भन्ने हिसाबले गर्नु पर्यो। प्यासेन्जरलाई सबैलाई थाहा हुनु पर्यो होइन कि अब चाहिँ पोखरामा इनड्राइभ चल्दैन, अब चाहिँ सजिलो चल्छ भन्ने उनीहरूलाई थाहा हुनु पर्यो होइन। सजिलो त कहाँ छ, एउटा एप्सबाट अर्को एप्समा जान त हामीले त के छ र डाउनलोड गरिन्छ, हामी चाहिँ चलाउँछ। भोलि हाम्रो टिममा कसैलाई पर्ला ल फल्नालाई पऱ्यो भने
मैले ऊ राइडरलाई चिनौँ नचिनौँ होइन, तर पनि ल हाम्रो एउटा राइडर यस्तो भयो भनेपछि म त एभ्री टाइम होइन म एकदम सहमति छु हरेक कुरामा पैसा उठाउनेदेखि ल्याएर हेल्प गर्नको लागि होइन। जहाँ पनि म पोखरा राइडर हामी 2025 जति पनि हामी रोडमा कुदिन्छ, जोलाई पनि परोस् कानमा परोस् कि फल्ना यस्तो राइडर यस्तो भन्छ भनेपछि म चाहिँ त्यसमा चाहिँ आर्थिक कुराले हुन्छ या त आफ्नो तरिकाले हेल्प गर्न सकिन्छ त्यो तरिकाले चाहिँ म एकदम त्यो कुरामा चाहिँ 100% छु। र हामी चाहिँ एउटा कुरो के भनेपछि पोखराको राइडर्सहरू हामी एउटै हो होइन, हामी चाहिँ अलग यो अब ट्याक्सीहरूमा नि कति हुन्छ नि अब यहाँको पार्टीहरूले उहाँको पार्टीहरूसँग छड्के नजरले हेर्ने त्यस्तो हुन्न हाम्रो। किन हुन्न किनकि हामी अनलाइन चल्छ होइन, अनलाइनमा त अब त्यो एउटा किस्मतको कुरो हामी मनमुटाव भएको चाहिँ मैले देखेको छैन इनलाइनमा त हुँदै इनलाइनमा चाहिँ हाम्रो हुँदैन हामी यो ग्रुपमा त्यो ग्रुपमा भन्ने नहुनुको कारण नै के हो, हामी अनलाइन हो। अनलाइनमा के छ हामी अब जहाँ पनि गएर बसिन्छ टक्क अब मोबाइलमा अनलाइन बस्ने हो, जसको पर्छ खुसी साथ जाने होइन। अब त्यो एउटा पोजिटिभ कुरा होइन, टिममा हुनुपर्छ। अब यसरी टाइममा भेट्यो भने अझ होइन एकअर्कामा चिनजान हुन्छ, सबभन्दा राइडरहरू चिनजान हुनु नै ठुलो कुरो हो क्या। समस्या पर्लाले उसले अब नभनिकन गयो भने त त्यो समस्या थाहा हुँदैन, अलिकति भन्यो भने नि धेरैजना मिलेर सहयोग गरिन्छन्। त्यो जोन्दाईको केसमा पनि अब टिममा भिज्नु पर्यो क्या, टिममा भिज्नु पर्यो, अलिअलि गरेर पैसा दिएर निस्किनु भयो। हरेक टिममा चाहिँ इन्भल्भ हुनु पर्यो कि। अब कुनामा बस्यो त्यो राइडरलाई कसैले पनि चिन्दैन होइन, भोलि गएर कहीँ ठोकिए पनि म त्यही बाटो हिँडिरहेको हुन्छु, उसको गल्ती छैन, कसैले हाने पनि मैले उसलाई चिन्दैन त फेरि कसरी अब म एक्सन लिन जाने होइन। तर हामी यसरी सधैँ अब कहिले यहाँ ग्रुपमा होला कहिले उहाँ ग्रुपमा होला, हाम्रो ग्रुपमा पनि होइन त्यो तरिकाले भेट्दै गयो भने हरेक राइडरलाई चिन्ने हो भने त्यही त ठुलो कुरो हाम्रो। भोलि गएर अब चाहिँ सब प्रायः जसो त कोही अब विदेशी जान्छु भनेर पनि रेडी भएर बसेका छन् होइन। हाम्रो दाइ अफलाइन हजुरको छोरे अन्त कस्तो अनुभव भएको थियो त्यसलाई? त्यसलाई त के अरे पानीमा पिसाब चुहाउने गराइन्छु मैले भेट्न अस्ति त्यस्तै भयो कडा है, कडा हो। त्यो चाहिँ जेन्ट्स भन्दा लेडिज राइडमा पऱ्यो भने फोकस कन्सन्ट्रेट भनेको मेरो यता हुन्छ, दायाँ बायाँ राइडरहरूले हरन बजाउन् मैले सुन्दैन त्यो बेला, अलि अन्डा बेरा हुन्छु कि म, त्यस्तो हालत छ होइन। अनि अर्को चाहिँ त्यो के अरे विदेशी पर्यो भने के हुन्छ, विदेशी खतरा थियो नि त। विदेशी पऱ्यो भने मैले यो 1.5 सालमा मैले चाहिँ सिकेको इङ्ग्लिस भनेको 3 हो, 3 लाइन। केटी भयो नि केटा भयो नि मेरो फर्स्ट लाइन भनेको हेलो सर वेयर आर यु, थोरै ग्याप आर यु इन लोकेसन, 2टा 3टा ओके जस्ट वेट आई एम कमिङ गएर त्यसको लोकेसनमा फेला पारे ठिकै छ, नत्र भए चिया पसल हेर्ने छोडिदिने हिँड्ने आफै क्यान्सल गर्ने, यो मेरो छ है खतरा। थ्याङ्क यू दाइ एसपिआई भलगला के भन्नु अनि अर्को चाहिँ एकदम सब्सक्राइब गरिदिने, पुरा लाइक कमेन्ट सेयर